आज म छोराछोरीहरूको लागि घरमै हर्लिक्स बनाउन गइरहेको छु। यो काजु किसमिस अनि भुटेको चना यो सबै भुटेर मैले तयार पारिसकेको छु। यहाँ चाहिँ यस्तो काजु बदाम भुटिरहेको छु। यो बदाम भुटेर रेडी भइसकेको छ। अब यसको माथिको ढुक्का निकालेर यसलाई पनि मिक्स गर्नुपर्छ। अब यो सबै मिक्स भइसक्यो, फुटेर सबै तयार भइसक्यो। अब स्वाद अनुसार अलिकति मिस्री पनि हाल्दैछु। यो मिस्रीले अलिक गुलियो पनि हुन्छ, यो हजुरहरूको इच्छा। गुलियो केटाकेटी गुलियो मन पराउँछ नि, त्यसैले मैले अलिअलि मिस्री पनि मिसाएकी छु। अब यसलाई मिक्सरमा हालेर ग्राइन्ड गरिदिने, पिसेर रेडी भयो। अब यसरी एउटा बलमा चाहिँ हामीले स्टोरेज गर्न सकिन्छ। अनि दैनिक एक गिलास, यसरी दैनिक एक गिलास दुधमा 1 चम्चा हालेर मिसाएर दिनु होला। स्वास्थ्यको लागि एकदम राम्रो, हेल्दी पनि मिठो पनि। थ्याङ्क यू।